दामी मेडिकल गरेर आयो। मोरीले रगत झिक्न पनि एक बोतलै निकाल्दैन यार रे, कस्तो दुखिरहेछ टन 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 परेर। अलिकति निकाल्नु नि। यो गल्फमा चाहिँ के हुन्छ भने यो एक वर्षमा चाहिँ मेडिकल चेक हुन्छ होइन। त्यो मेडिकलमा चाहिँ के पर्छ भने एक्सरे पर्छ, ब्लड पर्छ, त्यसपछि युरिन पर्छ, त्यसपछि स्टुल पर्छ है त। यति गरेपछि चाहिँ हामी फुड ह्यान्डलरहरू जति पनि हुन्छ तिनीहरूको लागि चाहिँ यहाँको गभर्मेन्टले मेडिकल अनिवार्य गर्नुपर्ने हुन्छ। त्यस कारणले त्यो फुड ह्यान्डलर भनेपछि फुड बनाउने खाना बनाउनेहरूलाई के कस्तो छ भनेर चाहिँ त्यो वर्षमा एकचोटि अनिवार्य चेक गर्नुपर्छ। त्यसपछि 3 वर्षमा फेरि एक्जाम पनि दिनुपर्छ, 3 वर्षमा होइन। किनकि फुड ह्यान्डलर भइसकेपछि खानाको बारेमा कसरी राख्ने, खानाहरू बाहिर फ्रिजमा कसरी राख्ने, यहाँको गभर्मेन्ट रुल्सहरू सबै समेटिएको हुन्छ। त्यो गएर एक्जाम दिएर एक्जाम पास गर्नुपर्ने हुन्छ।